आज एउटा अत्यन्तै प्रेरणादायी कथा सुनाउन चाहन्छु जसले तपाईँको जीवन परिवर्तनमा ठूलो भूमिका निर्वाह गर्नेछ। कृपया यो भिडियो अन्तिम समयसम्म हेरिदिनुहोला र मन पर्यो भने शेयर पनि गरिदिनुहोला। एउटा मानिस सधैँभरि जीवनमा जे हुन्छ राम्रैका लागि हुन्छ भनेर भन्दो रहेछ र एक दिन उसको घरबाट आफ्नो एउटा घोडा हराएछ र त्यसपछि गाउँलेहरू सबै जम्मा भएर उसलाई भनेछन्, "त त कति अभागी रहेछस्, तेरो त्यति राम्रो घोडा हरायो" भनेर भनेछन्। र उसले जवाफमा के भनेछ भने, त्यो घोडा पनि त कुनै कारणवश हराएको हुन सक्छ, त्यस कारणले जीवनमा जे हुन्छ राम्रैका लागि हुन्छ भनेर भनेछ। त्यसपछि केही समय पछाडि त्यो घोडा फर्किएर आएछ। घोडा मात्रै फर्किएर आएन, उसले अरू 5 वटा घोडाहरू पनि लिएर आएछ। र त्यसपछि तिनै गाउँलेहरू फेरि उसको घरमा आएछन् र उसलाई भनेछन्, "त त कति भाग्यमानी रहेछस्, तेरो एउटा घोडा हरायो तर अरू थप 5 वटा घोडाहरू लिएर आयो हेर त" भनेर भनेछन्। र उसले जवाफमा के भनेछ भने, "यो पनि त राम्रैका लागि हुन्छ, मैले भनेको थिएँ आज राम्रै भयो नि होइन र, त्यसकारणले जीवनमा जे हुन्छ राम्रैका लागि हुन्छ" भनेर उसले भनेछ। र त्यसपछि फेरि पनि केही दिन पछाडि उसको एउटा छोरोले ती जङ्गलबाट आएका घोडाहरूमध्ये एउटा घोडालाई अब ट्रेनिङ दिनु पर्यो, तालिम दिनु पर्यो भनेर तालिम दिनलाई लागेछ। र तालिम दिने क्रममा त्यो उसको छोरो त्यो घोडाबाट लडेर उसको खुट्टा भाँचिएछ। त्यसपछि फेरि तिनै गाउँलेहरू आएर उसलाई के भनेछन् भने, "त त कति अभागी रहेछस्, हेर त तेरो छोरा घोडाबाट लडेर आज खुट्टो भाँचिएको छ" भनेर भनेछन्। र उसले फेरि पनि के भनेछ भने, "यो खुट्टा पनि कुनै विशेष कारणवश भाँचिएको हुन सक्छ, त्यसकारणले जे हुन्छ राम्रैका लागि हुन्छ" भनेर उसले भनेछ। र त्यसपछि केही समयपछि त्यो देशको एउटा राजनीतिक अवस्था अत्यन्तै सङ्कटपूर्ण अवस्थामा गुज्रिरहेको रहेछ। वैदेशिक हस्तक्षेप भएछ र सरकारले के निर्णय गरेछ भने देशभरिका युवाहरूलाई अब ल्याएर अनि सेनामा भर्ती गराउनु पर्यो भनेर एउटा अभियान चलाएछ। र त्यसपछि सरकारको प्रतिनिधि गर्ने व्यक्तिहरूले त्यो देशैभरिबाट युवाहरू सङ्कलन गर्नको लागि प्रत्येक घर घरमा गएर युवा सङ्कलन गर्ने अभियान चलाएछन्। त्यसपछि त्यो घरमा पुगिसकेपछि उसको छोरालाई चाहिँ छोडिएछ, किनभने उसको छोराको खुट्टा भाँचिएको थियो। र त्यसपछि फेरि गाउँलेहरू जम्मा भएर उसको घरमा आएछन् र उसलाई भनेछन्, "हेर त त कति भाग्यमानी रहेछस्, आज सबैका छोराहरू सेनामा भर्ती गर्नको लागि सरकारले लग्यो तर तेरो छोरालाई चाहिँ छोडिदियो" भनेर। त्यसपछि उसले के भनेछ भने, "मैले पहिला नै भनेको थिएँ जे हुन्छ राम्रैका लागि हुन्छ, हिजो छोराको खुट्टा भाँचियो तर आज सरकारले सेनामा भर्ती गर्नको लागि मेरो छोरालाई लगेन, त्यसकारणले जीवनमा जे हुन्छ राम्रैका लागि हुन्छ" भनेर उसले भनेछ। र यो कथाबाट हामी के बुझ्न सक्छौँ भने विशेष गरी दुईटा कुराहरू बुझ्न सक्छौँ। एउटा कुरा, कहिलेकाहीँ तपाईँको जीवनमा सङ्कट आउँछ र त्यो सङ्कटको तपाईँका गाउँलेहरूले, तपाईँका आफन्तहरूले तपाईँलाई आएर भन्न सक्छन्, "त त कति अभागी रहेछस्, त त कति भाग्यमानी रहेछस्" भनेर भन्न सक्छन्। यस्तो कुरामा तपाईँ आत्तिनु पनि हुँदैन र मात्तिनु पनि हुँदैन। अर्को कुरा तपाईँले के बुझ्नुपर्छ भने जीवनमा जस्तो सुकै सङ्कट आए पनि कहिलेकाहीँ तपाईँलाई त्यो सङ्कटले आत्महत्या गर्न समेत बाध्य बनाउन सक्छ। कहिलेकाहीँ त्यो सङ्कटले तपाईँलाई डिप्रेसनको शिकार हुनसम्म पुर्याउन सक्छ। तर तपाईँले के बुझ्नु पर्दछ भने जीवनमा जस्तो सुकै सङ्कट आए पनि मैले मेरो कर्मलाई निरन्तरता दिइरहनुपर्छ, जुन कर्मको निरन्तरताको कारणले मेरो भाग्य बदलिन सक्छ। एक दिन त्यो सकारात्मक दिन मेरो जीवनमा पनि आउन सक्छ र आउँछ। त्यसकारणले तपाईँले जहिले पनि जीवनमा जे हुन्छ राम्रैका लागि हुन्छ भनेर तपाईँले यो सूत्र राख्नुभयो भने तपाईँको जीवन एक दिन साँच्चै नै सुन्दर जीवन बन्न सक्छ। यो प्रेरणादायी कथा यहाँहरूलाई पनि आफ्नो जीवनमा प्रयोग गर्न सक्नुहुनेछ र मन पर्यो भने कृपया गाह्रो नमानी शेयर गरिदिनुहोला, जसको कारणले हरेक व्यक्तिको जीवन सुन्दर बन्न सकोस्। यहाँहरू सबैको दिन शुभ रहोस्। नमस्ते।